हामी यति बेला सिमलतालमा रहेका छौँ। बस चाहिँ त्यहाँबाट खसेको रहेछ है, देख्न सक्नुहुन्छ। सिमलतालमा चाहिँ 1.5 वर्ष अगाडि पहिरोले बगाएको थियो गणपति डिलक्सको बस, र त्यो चाहिँ बगाउँदै बगाउँदै यो 300 मिटर त्यो ढुङ्गाभन्दा उतापट्टि है, त्यहाँ चाहिँ अहिले एकजना माझीले जाल हान्ने क्रममा निकाल्नु भएको थियो यो 5-6 दिन अगाडि, र त्यो चाहिँ निकाल्न एकदमै समस्या भएको कारणले गर्दाखेरि अहिले चाहिँ नेपाल प्रहरीहरू पनि खटिरहनु भएको छ त्यहाँ। र यो नजिकै सिमताल चोकमै यो चोक रहेको छ, र त्यही चाहिँ एउटा झलुङ्गे पुल रहेको छ साथीहरू है। झलुङ्गे पुलबाट चाहिँ फेरि अर्को मेसिन नेपाल आर्मीले लिएर आइरहनु भएको छ। एकदमै अप्ठ्यारो छ, देख्न सक्नुहुन्छ है। मेसिन लिएर आएर फेरि अर्को पुल्ली लिएर आएर काम पनि फेरि हुने भएको छ, फेरि पनि जारी हुने भएको छ। एकदमै अप्ठ्यारो छ यो बस निकाल्न, एकदमै अप्ठ्यारो रहेको देखिएको छ। तपाईहरु यति बेला सचेत खबर लाइभमा हुनुहुन्छ, र म चाहिँ तपाईहरुलाई यो सिमलतालमा 1.5 वर्ष अगाडि खसेको गणपति डिलक्सको बसको त्यो उत्खनन कार्य भइरहेको छ, र यसको लागि चाहिँ मैले लाइभ देखाइरहेको छु। यो लाइभलाई चाहिँ जति सक्दो शेयर गर्नु होला है, र कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्टको चाहिँ म प्रतिक्रिया म दिनेछु। देख्न सक्नुहुन्छ नेपाल आर्मीले यसरी रोपहरू, फलामको रस्सी यो बस तान्नको लागि यसरी झोलुङ्गे पुल मार्फत, एकदमै कठिन छ, झोलुङ्गे पुल मार्फत यसरी देख्न सक्नुहुन्छ यो फलामको रोपलाई हुड्काउँदै लिएर गइरहनु भएको छ। यो चाहिँ सिमलतालमा रहेको यो झोलुङ्गे पुलबाट देख्न सक्नुहुन्छ, पारीबाट हो यो ढुङ्गा हो, यस्तो देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ पहिरो खसेको थियो गत 2 वर्ष अगाडि बर्खामा, 1.5 वर्ष अघि, र त्यो चाहिँ बगाउँदै बगाउँदै त्यो ढुङ्गा पारी चाहिँ अहिले जाल हान्ने क्रममा चाहिँ माझीले निकाल्नु भएको हो, र अहिले चाहिँ त्यो उत्खनन कार्यभित्र सब मान्छेको अस्थि पञ्जरहरू, त्यति बेला बसमा यात्रा गरिरहेका सर्वसाधारण जनताहरूको धेरै नै गायब भएको थियो। लगभग 45 जना जति हराइरहेको अवस्था थियो, र त्यो बसबाट चाहिँ निकालेर केही भेटाइन्छ कि भनेर अस्थि पञ्जरहरू त्यसलाई सद्गत गर्नको लागि यसरी नेपाल आर्मीले रोप राख्नु भएको छ। काम चाहिँ भइरहेको छ, काम देख्न सक्नुहुनेछ। एकदमै कठिन छ, एक्सकाभेटरहरू, डोजरहरू ल्याउन सक्ने कन्डिसन छैन यहाँनिर, र त्यो रोप खसालेर उहाँहरू फेरि अर्को मेसिनहरू लिन गइरहेको अवस्था छ दर्शकबिन। र मैले तपाईहरुलाई हेर्नु है, नेपाल पुलिसले देख्न सक्नुहुन्छ है, यो फलामको रस्सी अब चाहिँ
बस भएकोनिर लिएर गएर पुल्ली मार्फत बस तानिने योजना रहेको बुझिएको छ। ल हेर्नुहोस् कति दुःख छ। नेपाल सरकारको लागि ध्यान जाओस् है। यो कति समस्या छ देख्न सक्नुहुन्छ है। यस्तो बालुवा छ, हिँड्नै अप्ठ्यारो छ। यहाँनिर हिँड्न यति अप्ठ्यारो छ, यो जुत्ता लाएर हिँड्न पनि गाह्रो छ। त्यो यो डोरी लिएर गएर जानुपर्ने हुन्छ बसलाई निकाल्नको लागि। मैले बसको पनि अवस्था देखाउँछु तपाईहरुलाई, लाइभ हेर्दै गर्नु होला र लाइभलाई चाहिँ जति सक्दो शेयर गर्दै जानु होला है। यो गुडगाउँदै लान पनि समस्या रहेछ। ल हेर्नु त यति वेट छ, कति टन छ यो, अति नै अप्ठ्यारो छ है। बोकेर लाने पनि अवस्था छैन। गुड्काएर सर्लगै झर्थ्यो कि फाल्दिने। यो तलैबाट लानुपर्छ हिँडेको बाटोबाट। हेर्नु कति समस्या छ यहाँनिर। बन्द बस मोबाइल। ल हेर्नुहोस् कति अप्ठ्यारो छ यहाँनिर। सही आइडिया। तान्दै लाने सकिएला। यो डोरीलाई चाहिँ यो फलामको डोरी रोप, आइरन रोपलाई खोलेर चाहिँ तान्ने काम हुनेछ। हाम्रो नेपाल आर्मीका साथीहरू पनि आइरहनु भएको छ, देख्न सक्नुहुन्छ। विपदमा काम लाग्ने भनेकै हाम्रो नेपाल आर्मी, पुलिस। त्यो खोलेर डोरी तानेर लिएर कुरा भइरहेको छ। अन्त निर्देश रहेछ नि त दाइ, त्यो मेसेज पठाउनु त, त्यो राजसंस्था बिउताउनु पर्छ भन्ने वाला। अर्को रोप पनि आयो माथिबाट, हेर्न सक्नुहुन्छ। नेपाल आर्मीले हेराउनु भएको छ। त्यो त अर्को लठा रहेछ यार।
लिएर आउन लान उस्तै गाह्रो। ल हेर्न पुल माथिबाट पुरो पुल्लीहरू आइरहेको छ है। अब चाहिँ तान्ने काम हुन्छ है। लाइभलाई सेयर गर्नु होला है जति सक्दो। हेर्नु देख्नुभयो नि खसेको र नेपाल आर्मी पुलिस खटिरहनु भएको छ। त्यहाँबाट यो सिधा त्यहाँबाट खसेको थियो गाडी है, गणपति डिलक्सको। आज चाहिँ केही होला जस्तो पनि देखिएको छ। त्यो डोरीलाई चाहिँ खोलेर तान्ने भनिएको छ र तान्दै पनि छ। यति समस्या छ नेपालमा। ल हेर्नु डोरी तानिराखेको छ। मैले लाइभ पुरै देखाउँछु। बससँगको बस कसरी डुबेको छ, कसरी निकाल्दैछ। लाइभलाई सेयर गर्नु होला है, लाइभलाई सेयर गर्नु होला है। त्यहाँबाट आर्मी पनि डन्नै आउनुभएको छ। 10-12 जनाको सङ्ख्यामा। लाइभलाई सेयर गर्नु होला है, लाइभलाई सेयर गर्नु होला है। मैले बस तानेको देखाउँदैछु है। अहिले बस तान्छ। अहिले आर्मीहरू हेर्नुहोस् त कतिजना आउनुभएको छ। कसैले पुली बोक्नु भएको छ, कसैले रस्सी बोक्नु भएको छ। हेर्नु त कति अप्ठ्यारो छ। हर्क साम्पाङलाई बोलाउनु पऱ्यो यो पाइ यो रस्सी बोकाउनु। ल हेर्नु बाइक पनि हेर्छ त्यहाँ, देख्नुभयो नि। गाह्रो छ सरहरू है। ल हेर्नु कति वेट छ यसको।
ल पावर नेपाल आर्मीको पावर देख्नु सामानहरू ल्याइरहेको छ र मैले चाहिँ तपाईहरुलाई आज सम्पूर्ण लाइभ देखाउने छु। यो लाइभलाई चाहिँ शेयर गर्दै जानु होला है। कोही साथीहरूले चाहिँ यो डोरीहरू बोकेर लिएर आउनु भएको छ। बस भएकोतिर लिएर जाँदैछु साथीहरू। बस भएको ठाउँ यो पुलदेखि झन्डै 400 मिटर छ होला पारिपट्टि। यो तनहुँको क्षेत्र पर्छ, तनहुँ जिल्ला। अब हेर्नुहोस् काम कसरी हुन्छ। आज चाहिँ म दिनभरि लाइभमा छु। तपाईहरुले लाइभलाई शेयर गर्न सक्नुहुनेछ। लाइभलाई शेयर गर्दै जानु होला है। म बस यो गणपति डिलक्सको बस देखाउँदै गइरहेको छु है। यस्तो बाटो छ हेर्नुहोस् त, गाह्रो छ। आर्मी पुलिसको जागिर खान गाह्रो छ हेर्नुहोस् त। बस भएतिर लिएर गइरहेको छु। लाइभलाई शेयर गर्नु होला है। जति सक्दो शेयर गर्नु होला है। अब रोप लाएर निकाल्ने, बसलाई निकाल्ने भन्ने कुरो छ। पुलीले तानेर त्यो रुख देख्न सक्नुहुन्छ। त्यो रुखमा बाँधेर बस खोतल्न आएको, खोतलेको हेर्न आएको नानी हो। कहाँ हो घर तिम्रो? खैरेनी टार हो। ए कहाँबाट थाहा पायो नानी यो बस खसेको हो? ए संसारमा थाहा पाउनु? ए हजुर हजुर। बस खोतलेको हिँडेर आउन पनि गाह्रो। अघि नै आएको थियो। अब हेर्ने होइन। ए तिम्रो डान्स आउँछ? दिदीलाई आउँछ? सामान पनि आइरहेको छ हाम्रो। ल उहाँलाई देख्न सक्नुहुन्छ। टायर कान्छा है। नमस्ते, आराम हुनुहुन्छ नि? ए अब के निकाल्ने हो? अब आज फिट गर्न टाइम लाग्छ, भोलिबाट चाहिँ हुन्छ होला काम है। अहिले कति हल्लिन्छ सर? हजुर 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 हजुर। सकेको हिजो एउटा सामान हाल्न मैले गल्ती गरेर। ए गल्ती भयो हिजो। यो ठुलो टुचेन माथि ल्याएको भए हजुर यो 50 जनाले तानुस् टुट्नेवाला छैन। हो त्यो रुख कतिको बलियो छ माथिको? त्यो रुख नभए यस्तो हो। 2-3टामा बान्नुपर्छ होला। हजुर टायर कान्छा भन्नु होइन? हजुर। अन्त मैले हेरेको थिएँ हिजो, भिडियो हेरेको थिएँ। अनि त्यसपछि यसो मैले भेट्दैन रातभरि हेर्दा पनि भेट्दिन। हजुर ए सिमल ताल भनेर सर्च गर्ने भए आउँछ। ल ल आउँछ आउँछ। छोरा पनि हुनुहुन्छ होइन तपाईँको? म यो बुवा। ए तपाईँ नै हो?
बिहान छोरो पनि देखे जस्तो लाग्छ छोरा आउँदैछ काम चाहिँ यस्तै काम गर्नुहुन्छ तपाईँले यही मात्रै हो मेरो दुईटै गाडी छ सर एउटा यो 10 चक्केमा हजुर छ एउटा हाइडा छ ए ग्यासको बुलेटहरू हामीले सजिलो उठाउँछौँ हो घर चाहिँ कहाँ भन्नुभयो अरे तपाईँको मेरो सबैले डबली। चिनेको रहेछ तपाईँलाई हजुर यो सामाजिक सञ्जालमा सबैले चिनेको रहेछ कि कमेन्ट गरिरहेको थिए हजुर हजुर लाइट आयो भनेर गुनासो गर्दै 1 मिलियन भ्युज गएको रहेछ भ्युज। भ्युज गएको अनि रहेछ मेरो के अहिले मलाई बिहानै उठ्नै नपाउँदा ए तपाईँको त गुटुटै आएछ गुट्टुट्टु गयो न्युजमा हजुर अनि सबमा लाइट गर्के ए हुनुहुन्छ के अरे साथीहरू उहाँले नै गर्नुभएको रहेछ किन म चाहिँ आजै आएको के हजुर सर हुन्छ आउँछ मलाई हजुर। नचिन्ने त कमै होला टायरको पसल थियो कि तपाईँको म पहिला टायर कामबाटै यहाँ आएको सर ए अहिले पनि छ टायर अहिले पनि छ है हाम्रो डमौली जिपर गएको सबै काम हामी कहीँ हुन्छ ल अब आइडिया दिनुपर्ने होला यसलाई होइन यो खनेर त उपाय नै नहुने भयो है हामी टायर कान्छे दाइको विकल्प छैन भनेर बसेको त यहाँ त चेनपुली चुडे उहाँलाई चिन्न चाहिँ सबैले चिन्नु भएको रहेछ यो मोटर छ, यो ग्यासको बुलेट दुईटाले पानी हो नि हुँदैन यो। है अहिलेको हजुर अहिले मैले हिजो पठाउनु गल्ती गरेको त यो हो त्यही भने त नि हिजो हजुरले हामीलाई प्रतिक्रिया दिँदाखेरि चाहिँ ज्यानजला चुड्दैन सर भन्नुभएको थियो मैले यो पठाउँछु भनेको फेरि मलाई तनाव गराउँछ सबले फोन गरेर टायर दाइ यस्तो किन हजुरलाई तनाव आफ्नो ठाउँमा छ यो राष्ट्रिय इस्यु हो राष्ट्रिय तनाव हो होइन यो तनावमा हिजो हजुरले चेनपुली चाहिँ किन कमजोर पठाउनु पर्छ चेन पुली होइन टु चेन टु चेन सरी यस्तो टु चेन कतिखेर चुड्छ भनेर मलाई टु चेनले भनेको हुँदैन सर है एउटा होइन कुरा। बलियो पठाइदिनु भएको भए हुन्थ्यो भन्नु होइन बलियो अब खोज्दा भेटिएन अब सोध्दा अब त्यो ठाउँ त्यो कुरा आफ्नो ठाउँमा रह्यो टायर दाइ आजको यो लट्ठा चेनपुली चाहिँ कस्तो हो कति ग्यारेन्टी दिन सक्नुहुन्छ हामीलाई यो त जिन्दगी 5वटा मेसिन फिट गर्छु मैले अहिले जिन्दगी चुडिएला तर यो लट्ठा चुडिँदैन चुड्दैन टायर दाइले भनौँ भन्यो। बोलेपछि बोलो बोल्यो। ग्यारेन्टी ग्यारेन्टी ल ठिक छ दर्शकले ल चुडालेर देखाउनुहोस् हामी किनारबाट लाइभ म यो पैसा 1 रुपियाँ नलिकन गाडी निकालेर छोडिदिन्छु देशभरि चर्चित हुनुहुन्छ मिलन चेनपुली दमौलीबाट आउनु भएको छ उहाँको कम्पनी छ उहाँको कम्पनीबाट आएको यो चेनपुलीले हामी यहाँ निकाल्दैछौँ यहाँ नेपाल प्रहरी सशस्त्र प्रहरी जनपद प्रहरी तैनात छ र हामी यहाँबाट प्रत्यक्ष रूपमा पहिला यो लाइभमा खोल। जोडिएका छौँ टायर दाइले यति ग्यारेन्टी पहिला यो दिनुभएको खोल। छ जिन्दगी पहिला 10 चुडिएला, टनको पहिला पृथ्वी यो चुडिएला, 3 टनको तर लगा। यो म सिकाइदिन्छु चेनपुली ल। चुडिँदैन भन्नुभएको छ भन्ने व्यक्ति उहाँ नै हो चेनपुली दमौलीबाट आउनु यो चाबी राख्नु लक्ष्य ल्याउनु भएको छ यो यहाँले देखिरहेको पटलक्क निकालेर बागुवामा राखिदिन्छु गाडी अरू चाहिँ मलाई थाहा छैन है यो पछाडि इन्जिनको मात्रै हो ड्राइभरले राखेको छैन यो फोटो फेसबुकमा अहिले भाइरल छ जकेट यो सँगै राख्नु उताको 10 टन खोलिदिनु यो 10 टन लगाएको टुचेनले धान्दैन मैले भनेको छु त 10 टनको टुचेन अर्कै हो खै खै त्यो एल्युमिनियमले केलेम गरेको मैले उसमा लगाएको छु त केमा टाइबिटमा टाइबिटमा त्यो लाउने होइन नि त यसले 10 टनको यसले धान्दैन बिहामा दुईजना लगाउँदा त हस्केदियो होइन ल पहिला पहिला यस्तो सुप्पा लिएर आऊ तिम्रो दाना मिलेर त्यहाँ डिस्केलेम लगा आर्मीहरू पनि कति छिट्टो मरेको हुने छ काम उहाँ माथि रुखमा त्यही रुखमा यो खोलिदिने त्यसमा लाउने त्यो माथिकोमा मैले लगाएकोमा यो ठुलो रुखमा यसमा यो खोलेर अनि यो लगाउने खै झोलाले सर एकैछिन अब हामी केही गरौँ कि हजुर कपडा खोलेर बस्नु तलै पुग्छ बिच प्रहरी प्रशासन अहोरात्र 4 दिनदेखि हाम्रो जेन्टर पनि स्टार्ट गरिएको छ पानी सुकाउने कार्य भइरहेको छ देख्न सक्नुहुनेछ यो बसको ड्राइभरपट्टिको यो ढोका चाहिँ यसरी राखिएको छ यी निकालिदिएको छ काटेर जेन्टर पनि लगाइराखिएको छ यो जेन्टरले पानी सुकाउने काम भएको देख्न सक्नुहुनेछ यसरी अघि पानी खाली थियो अहिले फेरि भरिसकेको छ है
अब काम हुन्छ हेर्नुहोस् है। लाइभलाई सेयर गर्दै गर्नु होला है। लाइभलाई सेयर गर्दै गर्नु होला है। तपाईँ प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ सचेत खबरको। सचेत खबर फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ यति बेला। सिमलतालमा यो 1.5 वर्ष अगाडि गणपति डिलक्सको बस खसेको थियो। त्यो पहिरोले खसेको पारिपट्टि जुन यो नदी त्रिशुली नदी पारिपट्टिबाट बगाएर चाहिँ 300 मिटर यतापट्टि लिएर आएको रहेछ। यो चाहिँ हाम्रो माछा मार्ने माझी दाइले जाल हान्ने क्रममा यसरी फेला पर्नु भएको रहेछ र खबर गरे लगत्तै जिल्ला चितवन जिल्ला सिडिओ साहेबले हाम्रो चाहिँ देख्न सक्नुहुन्छ। कतिको क्लियर आएको छ कमेन्ट गर्नु होला है। लाइभ कतिको क्लियर आएको छ कमेन्ट गर्नु होला। हेर्नु कसरी हेर्न सक्नुहुन्छ। फेरि पुली लगाएर हेर्नु यस्तो अवस्था छ। यो भेल्लरको रुखमा चाहिँ यो डोरी बाँधेर तान्ने काम हुने भएको छ। निकै नै अप्ठ्यारो छ त्यो माथि जान पनि। देख्न सक्नुहुनेछ। हाम्रो टायर दाइ आइडिया दिने है यहाँको यो निकाल्नको लागि आइडिया दिने टायर दाइको छोरा पनि आउनु भएको छ यहाँ। आजभन्दा 4 दिन अगाडिसम्म बस पत्ता लागेको थियो। बस पत्ता लागेको 3 दिनमा बस पत्ता लागेको छ। अब 2-4 दिन उहाँ चाहिँ यस्तो बसहरू निकाल्ने ठुल्ठुलो वस्तुहरू निकाल्नमा चाहिँ दक्षता हासिल गर्नुभएको रहेछ टायर दाइ। नेपाल आर्मी लगायत नेपाल प्रहरीको कामको लागि सल्युट गर्दै एउटा लाइक पनि गर्नु होला र सेयर गर्दै जानु होला दर्शकबिन। तपाईँलाई मैले यो प्रत्यक्ष प्रसारण देखाइरहेको छु चितवनको सिमलताल चोकबाट पारी त्रिशुली नदीमा यसरी पहिरोले राति 3 बजेतिरको पहिरोले 2टा बस बगाएको थियो, जसमध्ये चाहिँ एउटा बस गणपति डिलक्स जो प्रमाणित पनि भएको छ। तपाईँको चार्जर छ सर? कोसँग अरे चार्जर भएको? चार्जर मैले पारी नै छोडेको छु। चार्जर त ल्याएको छु, पारी नै छ, त्यो बाइकमै छ कि स्कुटरमा। लाइभ दिनु भिडियो एडिट गर्न गाह्रो छ क्या, त्यही भएर लाइभै छोडिदिनु खोइ। लामो भिडियो हुन्छ नि त, एडिट गर्न एक्सपोर्ट गर्न पनि गाह्रो हुन्छ। पानी निकाल्ने यो के को रुख रहेछ? भेल्लरको?
पनि पुलिसहरू हुन् त एकदम खटिरहनु भएको छ। पानी पनि निकाल्ने कार्य भएको छ, हेर्नु देख्न सक्नुहुनेछ। एउटा बसको ढोका मात्रै निस्किएको छ अहिले। सानो जेन्टरले पानी तानिरहेको छ। पानी कम गर्यो फेरि भरिहालिएको अवस्था छ यहाँ। बसको अवस्था यस्तो छ भग्नाशेष। बसको लाइभलाई सेयर गर्दै गर्नु होला है। त्यो माथिको यो रुखमा बाँधेर यो रोपहरूलाई बाँधेर त्यसपछि पुल्लीले तान्ने भन्ने कुरा भइरहेको छ। अब तानिरहेको र टायर दाइहरू पनि आउनुभएको छ, बुवा छोरा तान्नको लागि। लाइभलाई सेयर गर्दै जानु होला है। पानी सुक्दैछ। यो भित्रबाट केही मानव अस्थिपञ्जर कङ्कालहरू केही भेटाइन्छ कि भन्ने एउटा सम्भावना छ साथीहरू। र अब यो निकालेपछि त पत्ता लागिहाल्छ। र चाहिँ म चाहिँ लाइभमै हुनेछु, जोडिरहनु होला र एकअर्कालाई सेयर गर्दै जानु होला है। लाइभ सेयर गर्दै जानु होला। यो पुलीले तान्ने काम भइरहेको छ है। बसको एक्सिलेटर ब्रेकहरू देख्न सक्नुहुनेछ तपाईहरुले। ल हेर्नु ड्राइभर बस्ने सिट, एक्सिलेटरहरू देखिँदैछ। यो पानी घट्दै गएको अवस्थाले गर्दाखेरि जति सक्दो सेयर गर्दै जानु होला है। कमेन्ट पनि गर्नु होला, म रिप्लाई गर्दै जानेछु। बसको एक्सिलेटर देख्न सक्नुहुन्छ। अहिले 2:30 बजिसकेको छ। जसरी हाम्रो यो गाडी निकाल्नको लागि तयारी हुँदैछ। पुल्लीहरू मिलाइरहेको छ अवस्था छ।
काम नगर्ला उभिदियो भनेर अर्को पनि गएर उभिदियो भेनालाई फोन अन्त कहाँ मऱ्यो अरू भिडियो बनायो कमसेकम त्यहाँमा पुग्दैन क्या सोम टावरमा यहाँ त 50 फोनको लाउनु पर्छ त गाह्रो हुन्छ भनेर हो क्या यहाँ फोनको लाउनु कति गाह्रो छ त्यहाँ त्यो माथिल्लो रुममा यो कहाँ चाहिन्छ यहाँसम्म ल्याउनु त सक्नु नभए माथि यहाँसम्म यहाँसम्म ल्यायो कहाँ आउँछ कहाँ छ यहाँ एउटै छ नि त्यहाँ एक हात टाउको खोल्छ त्यसलाई लक गर्दै कहाँ होला यो खास होइन होइन यहाँ कहाँ बस्छु यहाँ बस्छ भन्ने छैन अलिकति एउटा गाँसम्म यहाँ फोनको लाउन झन् धेरै टाइप लागेको हो क्या यति लामो कसरी फोनको लाउँछ यहाँ आइपुग्यो टुप्पो सेनाले यसरी काम गरिएको छ काम गरेन भन्ने बाहना यहाँ कसैलाई छोड छैन कसैले काम गर्न पाएन भन्ने कसैलाई कौशल काम पनि छैन जो छुट कसैलाई यहाँ जोसुकै आओस् यहाँ काम गर्न साधन हिँडिहाल्छ पानी खाने जति साधन हामी जसले जे सक्छ जे छ आफूसँग हातमा कलम हुनेहरू हातमा साधन हुनेहरू हातमा कोदालो हुनेहरू जे छ साथमा लिएर उनीहरू काम सम्पन्न गर्नेहरू सबै मिलेर खनिराखेको छ केही गर्न मन लाग्छ जुन मानवीयता जुन सहयोग गर्न मन लाग्छ यहाँ गर्न सक्नुहुन्छ घर नमस्ते यहाँ आएर साथै लान्छु 2 बेन्च बालुवा फाल्छु भन्नुहुन्छ भने तपाईँलाई स्वागत छ तपाईँले कामको पनि हामी मूल्याङ्कन गर्छौँ तपाईँले गरेको कामको पनि निकै सराहनीय गर्छौँ यसरी देख्न सक्नुहुन्छ नि मिलन सेनपुल्ली दमौली जुन मैले भनेको कम्पनी छ त्यो कम्पनीका उहाँ मिलन गुल्दी पुल लिएर छ दमौली कतिको जानु भएको छ गुल्दी पुल लिएर रहेको छ र यसरी यो चेन पुलले यो ठिका दिएको छ यो ठिकाले अहिले बसलाई टक्रक्क तानेर बालुवा माथि ल्याएर राखिदिनु सक्छ हामी चढाउनु केही समय लाग्छ राखिदिनु हुँदैन र काम भएन भन्न पनि पाउनु पानी चाहिँ घटिसकेको देखिन सक्नुहुनेछ पानी चाहिँ हेर्नुहोस् त घटिसक्यो है जेन्टर लगाएर र निकाल्ने काम भइरहेको छ देख्न सक्नुहुनेछ हाम्रो सचेत खबरबाट लाइभ प्रसारण हेर्न सक्नुहुनेछ आज निस्किन्छ जस्तो छ बस चाहिँ एकअर्कालाई सेयर गर्दै जानु होला है म यो प्रत्यक्ष प्रसारण देखाउने क्रममा छु यहाँनिर
तानेपछि यो घटिसक्यो हेर्नु त पानी। फटाफट निकाल्न थालिएको छ, पुलीबाट तान्ने काम भइरहेको छ, देख्न सक्नुहुनेछ। लाइभलाई सेयर गर्दै जानु होला है, लाइभलाई सेयर गर्दै जानु होला र प्रत्यक्ष देख्न सक्नुहुनेछ है तपाईँहरूले। हाम्रो सचेत खबर पेजलाई फलो गर्नु होला है, फलो पनि गर्दै गर्नु होला है, फलो लाइक सेयर गर्दै गर्नु होला है। पानीले धुनु न, त्यही पानी हाल्नु। बान्ने काम भइरहेको छ। तीन टनको मेसिन ल्याउ त। तीन टनको पानी छिटिसक्यो, काम गर्नै पाइएन कि। जाँदो पालेर हजुर मुनिबाट लिएर यसको मुनिबाट यसरी होइन माथि त्यहाँबाट ल्याए पनि हुन्छ। यही मुनिबाट यसरी अब माया गर्नु पर्दैन कि दाँत दिए पिस भयो पनि निकाल। भ्याएको जति हो हाम्रो पानी चलाइदिनु पाए सजिलो हुन्थ्यो होला नि त।
नयाँ नयाँ मेसिनहरू पनि ल्याएको जुन बिहान एउटा हाम्रो टुचन चाहिँ चुरिएको छ। अब अर्को थप त्योभन्दा धेरै भार क्षमता चाहिँ उचाल्न सक्ने टुचन हामी जडान गर्दैछौँ। त्यस पछाडि चाहिँ आउँछ भन्ने आशा गरेका छौँ। दर्शक टायर कान्छे दाइलाई उहाँ इन्सपेक्टर साहबले ल्याउनु भएको सरले हजुरले कसरी पत्ता लगाएर बोलाउनु भयो टायर कान्छे दाइ? उहाँ चाहिँ यस्तो यस सडक दुर्घटनामा सडकभन्दा मुनि झरेका चाहिँ सवारी साधनहरूलाई तान्नुहुन्छ। सम्भवतः यस्तै कामको सिलसिलामा हामीले विनय ग्यारेजहरू बुझ्दाखेरि उहाँको नाम आएर उहाँलाई सम्पर्क गरेका हौँ। उहाँले चाहिँ अब निकाल्छौँ भन्नुभएको छ। निकाल चाहिँ टक्टक्क बालुवामाथि ल्याउँछ भन्नुभएको छ। देशको लागि चाहिने मान्छे हो है टायर कान्छे दाइ। दर्शक पनि हामी यसरी बुझौँ टायर कान्छे दाइ हामीले भन्दै आएको छौँ निकै प्रसिद्ध। त्यो हिजोको के अरे बिहानको होइन त्यो ट्याक्सी होइन त हो मिलन हजुर बिहानको होइन त्यो ट्याक्सी होइन त हो नि अनि के किन फेरि हो तर अलिक पछाडि लाउनु अझै पर्यो मुनि फास्ट गरेर के पानी सुन्नु न यसको यहाँ यस्तै बनाइदिने यसमा लक गर्नु परेन त्यो लक छैन खोलेको यो अहिले नयाँ हो नि त यो त पुरानो यो नयाँ के यो यो नयाँ यतिकै माथिबाट पट्टा माथिबाट अलिक फास्ट गरेर चाहिँ ढिलो भयो यो आइपुगेन नि त अब यसमा अर्को लाउने हो यसमा जोड्ने अर्को निकाल्नुले त्यहाँ निकाल्थ्यो माथिबाट हाल्ने माथि हाल्ने चिसोको बावजुद पनि यहाँ काम गरिरहेको गर्न चाहिँ लाग्यो बिचमा केही समय चेनपुल्लीबाट काम नभए पनि यसरी साबेलका माध्यमबाट पनि शून्य समयको सदुपयोग गर्दै तिनै तहका सुरक्षा बलले यसरी साबेलले बालुवा फालिरहनु भएको हामी आउँदाखेरि उहाँहरू बस्नु भएको छैन, एक रति पनि अडिनु भएको छैन, काम गरिरहनु भएको छ। अब चेनपुल्लीको सहायताले बसलाई निकाल्ने कोसिस हुँदैछ, फिटिङ हुँदैछ। फिटिङ भइसकेपछि चेनपुल्लीले कसरी बस हच्काउँछ, कसरी निकाल्छ त्यो सबै हामी यहाँहरूलाई प्याकेजमै देखाउनेछौँ, तर प्रतीक्षा गर्नुपर्छ। भेलगाडीले यसरी काठै बगाएर ल्याइराखेको बसकै सिरानी हाले जसरी यसरी काठै राखेको देखेको छु। त्यो काठ निकाल्न सक्ने अवस्थामा छैन। सम्भवतः बस निस्किएपछि त्यो काठ पनि निस्कनेछ। यो साइड निकाल्छौ तिमीले यो साइड निकाल यो मुढाको साइड निकाल हो यो मुढाको साइडको माथि हाल्ने हो पनि हाल्ने छैन अहिले चाहिँ त्यहाँबाट फाल्न त्यहाँबाट चाहिँ फाल्छ के हो नि मलाई त्यहाँ दिन्छ माथि आइदिनु माथि हो हो त्यो त बडो एक हाल्छ हो माथि माथि त्यसले त्यहाँ निकाल्दिन्छ दर्शक पनि त्यसरी यहाँ सरसारहरूको पनि उपस्थिति रहेको छ। त्यसरी हेर्न आउनु भएको छ। यहाँ अब टाढा टाढादेखि पनि त्रिशुली किनारमा बस भेटियो अरे। अब फेरि गाउँपालिका वडा नम्बर 5 दोद्राङ बेसी, यो दोद्राङ गाउँ भनेको माथि हो, यो बेसी हो। त्यहाँ बस फेला परेको छ अरे। त्यो पहिला हराएको बस त्यो कस्तो बस होला त, कसरी भेटिएर कसरी निकाल्दै होला अनि निकै कौतूहलता लागेर उहाँहरू हेर्न आउनुभयो। अघि नै हामीले अफलाइनमा उहाँहरूसँग प्रतिक्रिया लिएका थियौँ। र अब फेरि पानी यहाँ भरिँदैछ र त्यहाँ जेनेरेटर यसरी चल्दैछ। जेनेरेटर चलिसकेपछि यो पानीलाई फेरि त्यो जिल्लामा फालिनेछ। फालिसकेपछि यहाँ काम गर्न सहज हुनेछ। त्यो साबेल हाल्दा पनि पानीको सरकारले गर्दा